नमस्कार दर्शक तथा श्रोता महानुभावहरू, म यहाँहरू सबैलाई हृदयदेखि स्वागत गर्न चाहन्छु माइन्डसिफ्ट विथ विनयको पहिलो एपिसोडमा। सबैभन्दा पहिले समय निकालेर सुन्नुहुने हेर्नुहुने सम्पूर्ण दर्शक तथा श्रोताहरूलाई धन्यवाद। यो प्लाटफर्मको उद्देश्य केवल बोल्नु मात्रै होइन, वास्तविक जीवनका अनुभवहरू बाँड्नु, चेतना फैलाउनु, सकारात्मक सोच निर्माण गर्नु र नेपाली समुदायलाई अझ नजिक ल्याउनु हो। आज म एउटा यस्तो विषयमा कुरा गर्नेछु जुन विदेशमा बसिरहेका धेरै नेपालीहरूको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको छ। आजको विषय हो विदेशमा बसिरहेका नेपालीहरूको सामाजिक चुनौती, चेतना, उत्प्रेरणा र अनुभव। आज सामाजिक सञ्जाल खोलेर हेर्दा विदेशको जीवन निकै आकर्षक देखिन्छ। कसैले नयाँ कार किनेको देखिन्छ, कसैले नयाँ घर, कसैले भ्याकेसन मनाएको त कसैले करियर ग्रोथ। हेर्दा लाग्छ आहा, विदेशको जीवन त धेरै राम्रो रहेछ। तर एउटा प्रश्न छ, के सामाजिक सञ्जालले देखाएको सबै कुरा नै वास्तविक हो त? सायद होइन। किनकि त्यो फोटोको पछाडि कति स्लिपलेस नाइट छन्, कति स्ट्रेस छ, कति मिस्ड फ्यामिली मुभमेन्ट्स छन्, कति सेक्रिफाइसेस छन्, कसैले देखाउँदैन। आज हामी त्यही वास्तविक जीवनको कुरा गर्नेछौँ, जुन हामी मध्ये धेरैले भोगिरहेका छौँ, तर खुलेर धेरै कम बोल्छौँ। आजको पहिलो विषय हो नेपालीहरूको विदेश यात्रा, सपना भर्सेस यथार्थ। धेरै नेपाली विदेश आउँदा ठुलो सपना बोकेर आउँछन्, राम्रो काम, राम्रो आम्दानी, सुन्दर भविष्य। तर वास्तविकता भने धेरै फरक हुन्छ। यहाँ बस्दा सामना गर्नुपर्ने चुनौतीहरू भाषा, संस्कृति, समय व्यवस्थापन, मानसिक स्वास्थ्य, आर्थिक चाप, यी सबै एकाएक बढेर आउँछन्। त्यस्तै हामी समाजमा धेरै कुरा देख्छौँ, गलत ट्रेन्ड, गलत भ्रम, दम्भ, ईर्ष्या, गलत सोच। हामीहरू कहिलेकाहीँ बाहिर चम्किलो देखिए पनि भित्र चिरिएको जीवन बोकिरहेका हुन्छौँ। धेरैले देखाउँछन् सफलताको तस्बिर, तर भित्रको सङ्घर्ष देखाउँदैनन्। विदेशमा नेपाली समुदायको चुनौती। पहिलो चुनौती हो एक्लोपन र मानसिक स्वास्थ्य। विदेशमा सबैभन्दा ठुलो समस्या पैसा होइन, धेरैका लागि एक्लोपन हो। कल्पना गर्नुहोस्, दिनभर 12-14 घन्टा काम गर्नुभयो, थाकेर घर फर्किनु भयो, घरभित्र शान्ति मात्रै छ, बोल्ने कोही छैन। त्यो साइलेन्स कहिलेकाहीँ धेरै भारी हुन्छ। चाडपर्व आउँछ, दसैँ, तिहार, नयाँ वर्ष। नेपालमा परिवार रमाइरहेको देख्नुहुन्छ, भिडियो कल गर्नुहुन्छ, तर कल काटेपछि आँखा रसाउन सक्छ। यी इमोसनल पेन धेरैले भोग्छन्। त्यसमाथि वर्क स्ट्रेस, बिल्स, इमिग्रेसन प्रेसर, यी सबैले एन्जाइटी, ओभर थिङ्किङ, डिप्रेसन ल्याउन सक्छ। तर समस्या के हो, हाम्रो समाजमा अझै पनि मेन्टल हेल्थको कुरा खुला रूपले गरिँदैन। यस्ता चिजका समाधानका लागि हामीहरूले यी कार्यहरू गर्नु अनिवार्य हुन्छ। जस्तो साथीभाइसँग कनेक्ट रहनुहोस्, आफ्नो फिलिङ दबाएर नराख्नुहोस्, कम्युनिटी इभेन्टमा जानुहोस्, जरुरी परे काउन्सिलिङ लिनुहोस्। मद्दत माग्नु कमजोरी होइन, जीवनप्रति जिम्मेवार हो। दोस्रो चुनौती हो फाइनेन्सियल स्ट्रेस, आर्थिक व्यवस्थापन समस्या। धेरै मानिसलाई लाग्छ विदेशमा पैसा धेरै हुन्छ, तर वास्तविकता फरक छ। कमाइ पनि हुन्छ, तर खर्च पनि सँगसँगै आउँछ। रेन्ट, कार पेमेन्ट, इन्सुरेन्स, ट्याक्स, ग्रोसरिज, फ्यामिली सपोर्ट। कहिलेकाहीँ महिनाको अन्त्यमा ब्यालेन्स हेर्दा लाग्छ यति धेरै काम गरेँ, पैसा कहाँ गयो? यही फ्रस्ट्रेसन धेरै नेपालीहरूले भोग्छन्। कतिपयले कम्प्यारिजन पनि गर्छन्, उसले घर किन्यो, मैले किन्न सकिनँ। तर हामीले कसैको स्टोरीको सबै च्याप्टर देखेकै हुँदैनौँ। कमाइ धेरै भए पनि बचत कम हुनसक्छ। पैसा कमाउनु मात्रै होइन, पैसा व्यवस्थापन गर्न जान्नु पनि सफलता हो। यो चुनौतीको समाधानका लागि हामीले यी कुराहरू गर्न सक्छौँ भन्ने लाग्छ। जस्तो खर्च ट्र्याक गर्ने बानी बसालौँ, इमर्जेन्सी फन्ड बनाऊ, अनावश्यक लोन नलिउँ, फाइनेन्सियल लिटरेसीको ज्ञान राखौँ। फेरि पनि याद राख्नुहोस्, इन्कमभन्दा फाइनेन्सियल डिसिप्लिन महत्त्वपूर्ण हुन्छ। यस्तै तेस्रो चुनौती हो रिलेसनसिप इस्युज, दाम्पत्य जीवन र पारिवारिक टकराव।
विदेशमा रिलेसनसिप मेन्टेन गर्न सजिलो हुँदैन। कामको सिफ्ट फरक, थकान, स्ट्रेस, समयको कमी, यही कारणले कम्युनिकेसन कम हुन सक्छ। साना मिसअन्डरस्ट्यान्डिङहरू ठुलो कन्फ्लिक्ट बन्न सक्छन्। बच्चाहरू हुँदा रेस्पोन्सिबिलिटी अझ बढ्छ। कहिलेकाहीँ एउटै घरमा बसेर पनि इमोसनल डिस्टेन्स हुन सक्छ। यो चुनौतीको समाधानका लागि हामीले यी कार्यहरू गर्न सक्छौँ। जस्तो हप्तामा कम्तीमा 1 दिन फ्यामिली टाइम राख्नुहोस्। फोनभन्दा फेस टु फेस कुरा गर्नुहोस्। प्रब्लम दबाएर नराख्नुहोस्। कहिलेकाहीँ रिलेसनसिपलाई बचाउन पैसा होइन, समय र अन्डरस्ट्यान्डिङ चाहिन्छ। किनकि अन्तिममा कामले होइन, सम्बन्धले जीवन सुन्दर बनाउँछ। यस्तै चौथो चुनौती हो नेपाली कम्युनिटी डिसयुनिटी, नेपाली समुदायमा एकताको कमी। विदेशमा सबैभन्दा आवश्यक भएर पनि नपाइने कुरा एकता हो। राजनीति, इगो, व्यक्तिगत मनमुटावले नेपाली समुदाय टुक्रिएको देखिन्छ। अरू समुदाय जस्तै स्ट्रङ युनिटी भए धेरै अपर्च्युनिटी पाउन सक्थ्यौँ। तर हामी भित्रभित्रै गुटबन्दी गर्दै बस्छौँ। यदि हामी एक भयौँ भने जब अपर्च्युनिटीहरू बढ्न सक्छन्, बिजनेस सपोर्ट्स बढ्न सक्छ, नेटवर्किङ बलियो हुन सक्छ। यस्ता चुनौती समाधानका लागि हामीले यी विविध कार्यहरू गर्न सक्छौँ। जस्तो कम्युनिटी इभेन्टमा नियमित सहभागी हौँ, सपोर्ट लोकल नेपाली बिजनेस, एकअर्कालाई क्रिटिसाइज होइन अपलिफ्ट गर्ने बानी बसालौँ। कहिलेकाहीँ एउटा राम्रो सल्लाहले कसैको जीवन बदल्न सक्छ। यस्तै पाँचौँ चुनौती हो ओभरवर्किङ एन्ड हेल्थ नेग्लिजेन्स, अति काम र स्वास्थ्यमा ध्यान नदिने। विदेशमा ओभरटाइम कल्चर धेरै छ। डबल सिफ्ट, विकेन्ड वर्क, एक्स्ट्रा आवर्स, पैसाका लागि काम गरिन्छ। तर कहिलेकाहीँ शरीरले वार्निङ दिन थाल्छ। ब्याक पेन, स्ट्रेस, ल्याक अफ स्लिप, ब्लड प्रेसर, सुगर। तर हामी भन्छौँ अहिले काम गरौँ, पछि सोचौँला। हेल्थ पछि किन्न सकिँदैन। पैसा फेरि कमाउन सकिन्छ, तर स्वास्थ्य बिग्रियो भने रिकभर गर्न समय लाग्छ। काम जीवनको हिस्सा हो, जीवन नै काम होइन। यो चुनौतीको समाधानका लागि हामी यी विविध कार्यहरू गर्न सक्छौँ। जस्तो रेगुलर एक्सर्साइज, हेल्दी फुड, मेडिटेसन, रेगुलर हेल्थ चेकअप। त्यस्तै आजको अर्को महत्त्वपूर्ण विषय हो सामाजिक उत्प्रेरणा, सोसियल मोटिभेसन। अब प्रश्न आउँछ, कसरी विदेशमा पनि प्रोडक्टिभ र पोजिटिभ बन्ने? यस अन्तर्गत पहिलो उत्प्रेरणा हो फोकस अन स्किल अपग्रेडिङ। विदेशले दिएको सबैभन्दा ठुलो अवसर सिप हो। सिप भनेको भविष्य सुरक्षित गर्ने इन्भेस्टमेन्ट हो। इङ्ग्लिस, कम्युनिकेसन, ट्रेड स्किल, आइटी, हेल्थ केयर, जुनसुकै क्षेत्रले भविष्य सुरक्षित बनाउँछ। सिप भनेको लङ टर्म सेक्युरिटी पनि हो। आजको लर्निङले भोलिको इन्कम बदल्न सक्छ। यस अन्तर्गत दोस्रो उत्प्रेरणा हो सही सर्कल बनाउनुहोस्। यहाँहरूको साथीभाइको सर्कलले नै यहाँहरूको फ्युचर तय गर्न सक्छ। यदि नेगेटिभ मानिसहरूको बिचमा बस्नुभयो भने इनर्जी पनि त्यस्तै हुन्छ। यदि ग्रोथ माइन्डसेट भएका मानिसहरूसँग बस्नुभयो भने भिजन बदलिन्छ। आफूलाई सोध्नुहोस्, मेरो वरिपरिका मानिसहरूले मलाई माथि उठाइरहेका छन् या तल तानिरहेका छन्? यस अन्तर्गत तेस्रो उत्प्रेरणा हो समय व्यवस्थापन, टाइम म्यानेजमेन्ट। विदेशमा समय सबैभन्दा ठुलो सम्पत्ति हो। दिनको 24 घण्टा सबैसँग बराबर छ। क्वेसन एउटै हो, यहाँहरूले त्यो समय कहाँ इन्भेस्ट गर्दै हुनुहुन्छ? काम, सेभ, परिवार, हेल्थ, यी सबै ब्यालेन्स गर्न सक्ने मानिस नै लङ टर्म विनर हुन्छ। त्यस्तै आजको चौथो विषय र महत्त्वपूर्ण विषय हो आफ्नो अनुभव। म पनि जब विदेश आएँ सबै कुरा सजिलो थिएन। ल्याङ्ग्वेज ब्यारियर थियो, नयाँ मानिसहरूसँग बोल्न डर लाग्थ्यो, काम र जिम्मेवारीको प्रेसर थियो, परिवारको याद धेरै आउँथ्यो। कहिलेकाहीँ यस्तो लाग्थ्यो सायद मेरा लागि यो देश नै उपयुक्त छैन। तर बिस्तारै बुझ्दै गएँ, विदेशले केवल पैसा कमाउन सिकाउँदैन, विदेशले पेसेन्स सिकाउँछ, डिसिप्लिन सिकाउँछ,
सेल्फ रेस्पेक्ट सिकाउँछ, रियल पिपुल चिनाउँछ र सबैभन्दा ठुलो कुरा आफूलाई चिन्न सिकाउँछ। अन्त्यमा एउटा कुरा भन्न चाहन्छु, विदेशको जीवन सजिलो छैन तर असम्भव पनि छैन। यदि माइन्डसेट सही छ, यदि ह्याबिट सही छ, यदि सर्कल सही छ, यहाँहरू धेरै अगाडि बढ्न सक्नुहुन्छ। त्यसैले बोल्नुहोस्, सिक्नुहोस्, नेटवर्क बनाउनुहोस्, हेल्प माग्न नडराउनुहोस् र आफ्नो नेपालीपन कहिल्यै नबिर्सनुहोस्। आजलाई यति नै। आफ्नो अनुभव कमेन्टमा लेख्नुहोस्। सायद यहाँहरूको एउटा अनुभवले कसैको जीवन बदल्न सक्छ। फेरि भेटौँला माइन्डसेट विथ विनयको अर्को एपिसोडमा। जहाँ भए पनि सुरक्षित रहनुहोस्, खुसी रहनुहोस्, स्वस्थ रहनुहोस्। धन्यवाद।